एभ्रिवान, सेवा नमस्ते, यहाँहरूलाई वेलकम छ हाम्रो मिनी ब्लगमा। आज चाहिँ हामी स्पाइसी नुडल्सको मुकबाङ गर्न गइरहेको छौँ। के कस्तो लाग्छ तपाईहरुले हेरेर लाइक कमेन्ट सेयर सब्स्क्राइब गरेर साथ सपोर्ट गर्नुहोला। साथसाथै हामीले चाहिँ अब खानु लागेको, हामी सँगसँगै तपाईहरुले पनि इन्जोय गर्नुहोला। ल खाऊँ त साथीहरु। आज अन्डा पनि पो छ त यहाँ त। फर्स्ट बाइट ल। फर्स्ट बाइट ल चेस चेस। सुम्निमा पनि स्टार्ट गर। सुम्निवाला अघि नै गरिसके। चेस अलिक मजा नहट्ने रहेछ हौ। हो हुन्छ बोटको छ बोटको बोटको खोजिन्न। म बोटको खाँदै गर्नु न। किन बोटको खोजे? यसरी गरेर ल्याएर खानु। मलाई चाहिँ यस्तै मनपर्छ क्या खानु। तर अलिक ढिलो भएछ अझ शरीर। कस्तो हुन्छ? मिठो? कहिले मन लागेको? ए हामी त खाइसक्यो। मिठो भएछ। हामी पनि फर्स्ट ट्राई गरौँ त। खोइ हो खोइ। सानो भयो जस्तो छ साग। सेम सेम। अब खानु पर्ला अन्छु उदय यहाँ। सलाद पनि खाऊ। करेन्ट कस्तो हुँदो रहेछ? अहिले त खाने कि खाने भन्दै छ झन्। म त मन परेको सागमा थोरै नै हालिदिएको। तैँले देखिदिएर तँलाई सोधी सोधी हालिदिएको कति हालिदिउँ भनेर। अनि अरू बेला हामी मलाई चाहिँ राडाको चाउचाउ दिने भने होइन त? हुन्छ राडा हो, त्यहाँ खोलेर जाऊ त। राडा हो कि के रहेछ? ए तेरिका खसी गयो नि। हामीले पिरो भएको हो। अन्डा पनि खाऊ। अन्डा पनि पो छ त। ओहो सुन्नुबाटै जान्दो रहेछ खानु त। अन्डा पनि खाऊ है। मैले पो खायो पो खाएँ। लेमन हाल न, पुगेन भने त। म त थोरै मात्रै हालेँ। म त सागसँगै बनाएर मिठो हुन्छ। आन्द्रा सफा गर्छ अरे यो सागले। खानुले अन्डा साग अनि यो कस्तो हुँदो रहेछ। सुम्निमाको एउटा साग पनि फिनिस नभए। मैले 3टा फिनिस गरिसकेँ। यो सलाद खाने साग हो नि त। यो अझै यहाँ सुँगुरको मासु पोका पारेर खानु कस्तो मिठो हो यहाँ। खाइ ल। सुम्निमाको फेभरेट के हो? मेरो फेभरेट खानेकुरा पिज्जा। पिज्जातिर पुरै हाल्यो क्या। मेरो थोरै अन्डा काच्चो छ। हाफ बेल हो नि त। सेलाइसक्यो है चिप्चिप हो।
मासु राँगाको मासु तेरो फेभरेट राँगा मासु भइरहेछ नि दाजुले मेरो त कुखुराको कुखुरा गरे तेरो चाहिँ अँ, करेन्ट कस्तो हुँदो रहेछ अङ्क खाने मान्छेले ह्या गर्दै खान्छ त हौ जिन्दगीमा कहिले पिरो खाँदैन र आधा मात्रै खान्छ त्यही भएर के भन्छ अनि करेन्ट खाने भनेको उसले पिरो लगाइमाग्यो त नलाइदिँदा पनि मलाई पुग्यो खाएको पुग्यो म त पिरो भयो खाऊ न चिसो मैले धेरै खाएँ नि त फ्राई साग अहिले 4 पात खाएँ अन्डा खानु त यहाँदेखि उता मेरो अम्मा सकाएको छैन कति छिटो खाएको मम्मीहरू आफ्नो भात खाने हो नि त जति खानु मिठो भएछ अचार पिरन ठिक्कको भयो नि अन्डा त यहाँ पनि छ है म त पुग्यो अझ खाएको थियो यो म भरे खान्छु पानीसँग अझ कहिले सुपायो पिरो भयो क्या त्यसलाई नलागिँदा पनि वाइ वाइ दिनुभयो के अरे रारा दिनुभयो भन्छ राले त त्यसलाई मैले अघि नै टेस्ट गरिसकेको 10 केजी हातमा झुन्डाको ल्याउनु मेरो त हातहरू त्यसो गर्नै हुँदैन त गर्नुभयो नि त्यत्रो अलि फेरि म काममा पनि गएँ नि त काममा पनि दुईपट्टि झुन्डाएर गएँ साग सानो भयो मेरो अगायो मम्मी म साग नखानु म त अगायो अब कसले आँखा लाउने फेरि तिमीहरूमा देखायो भनेर राति भएकोले छाया आयो क्या मेरो घाँटीमा त त्यो के जाति अरे प्लग हालेको अगायो सर्ट गरेको है हाम्रो त अब खाएर सुत्ने काम हो
मुला त एउटा पनि खानु भएको छैन त भनिदिनु त भरे भिडियोमा हेर न कतिवटा खाएको छ हातमा पनि धुनु करेन्टले पुग्यो फिनिस भयो नि कति किलो लेखेको छ हौ अन्ना त मान्छे पनि राम्रो छौँ नि त सबभन्दा गोलीमा हो 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 सबैभन्दा राम्रो सुन्दैन अर्कोभन्दा अलिक स्वाइलिङ थियो मेरो फेस अस्ति चाहिँ अलिक सुनिएको थियो नि त चाउचाउ धेरै समयपछि मिठो लाग्यो चपेटले खाने भनिरहेको थियो त भनेको तपाईँ आउँदैन भन्नुभयो चपेटले बटारी राख्दा त अनि फिनिस्ड लास्ट बाइट होदी लग्यो जिउ खानु सक्दैन हौ के भन्नु आज हामीले स्पाइसी नुडल्स खाएको मिठो भयो सबैजनाले हेरिदिनु होला साथ सपोर्ट गरिदिनु होला धन्यवाद धेरै 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 धन्यवाद लास्टसम्म हेरिदिनु ल भिडियो हेरेपछि चाहिँ खालि स्पाइसी नुडल्स अन्डा अनि सलादहरूको सामान्य मुखबाङ गरेको थियौँ के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला र हाम्रो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला भन्दै हामीले खाँदा तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला भन्दै आजको भिडियोमा चाहिँ बाई 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 मेरो हात कति सानो हो तपाईँकोदेखि त हेर्नु त कति सानो छ चाहिँ सकिनु तपाईँको त छ नि हात